मर्छ है भैँसीको दाम सोध्दै जानु म अब सुँगुरको मासु छुयो बाउनीले सुँगुरको मासु छुयो जाउँ न त कतिवटा छ उसको बुढी अब बिहे गराइदिनु मैले जस्तै लागेको छु अब चाहिँ मर्छ है के गर्छ यार कसरी हाँकेको हो गाडी पागलहरू छ यार सबै पागल जस्तै यार हकै आइरहेछ पुलमा पनि फिलिलिली हानेको छ भैँसीको खुट्टा लानु भन्दै थियो क्या साँच्चै भैँसीको खुट्टा लानु भन्दै थियो होइन लगिदिउँ त भैँसी खुट्टातिर जाउँ न त यस्तो छ पागलहरू छ सबै यत्रो लाइट मैले इन्डिकेटर दिइरहेको छु यार कहाँबाट आएर हान्नु खोज्छ अनि के भन्नु हौ काम छैन यार यहाँ कुखुराहरू यो चाहिँ पुरानो बजार हो क्या बेलबारीको चाहिँ पुरानो बजार यहाँ पनि ढिलो लाग्थ्यो क्या अहिले यहाँ पुल बनाउने भएर चाहिँ होइन पुल बनाउने भएर चाहिँ अहिले यहाँनिर ठप्प छ न त ठुलो लाग्थ्यो पहिले यो त केही होइन क्या यहाँ कुखुराहरू व्यापार होइन यहाँ चाहिँ हाट लाग्थ्यो क्या एउटा कोस्ट लाइन पनि यही हो क्या मेन भनेको हो भैँसीहरू हेर्नु न यसरी लगिरहेछ भैँसीहरू बाख्रा सबै यहाँ चाहिँ व्यापार हुन्छ क्या ए ल हेर्नु अब सुँगुर व्यापार अब यता छ यहाँ चाहिँ सुँगुरहरू हो क्या यसरी लाग्छ यहाँनिर अब भैँसीको खुट्टा ल्याउनु भन्दै त्यो सुप खाने अरे क्या दाइले चाहिँ त्यही भएर चाहिँ अनि मामाहरू यहाँ रहेछ फेरि मैले खोजेको मान्छे छैन त यार होइन ओ निश्चल भाइ निश्चल होइन ओ भाइ सन्तोष भाइ खोइ सन्तोष भाइ मलाई चिनेन म अगम हो क्या ए यहीँ रहेछ त म उता उता खोजिरहेको छु यहाँनिर यो खुट्टा छैन होइन सुप खाने अरे क्या मासी खाने होला नि त हेलमेट लगाएर अनि चिनी खुट्टा भन्दा नि लिनु त आएको होइन कि कल गरेर खुट्टा ल्याउ भन्नु थाल्यो क्या अनि ए त्यस्तो भरे हुन्छ हुँदैन खुट्टै खोज्नु आएको के खुट्टा नि हेटेरी सकेको खुट्टा मिलाउनु न एउटा अनि हेलो खुट्टा त कहीँ छैन रहेछ सक्यो अरे बिहानै अर्डर हुँदो रहेछ जाडोको बेलामा खुट्टा त बिहानै अर्डर हुन्छ अरे क्या के ल्याइदिनु मासु ल्याउनु कि हड्डी खुट्टी ल्याइदिउँ सुप खानु हुन्छ अरे यो हड्डी यो होइन
अघि ल्याइदिइहाल्छ ए छोडिदिनु के चाहिँ ल्याइदिनु त नि के ल्याइदिनु त भनेको छैन अरे त अरू खैको नि मलाई थाहा भएन यो कुरकुरे अरे कुरकुरे हड्डीहरू रहेछ क्या मासु र यो मिलाएर दिनु अरे सन्चै मासु र यो दुइटै मिलाएर दिनु कति ल्याइदिनु एक छाक भनेपछि त कति त 1 केजीले पुग्छ 1.5 केजी ल 1.5 केजी दिनु मासु मिसाएर दिनु न मासु चाहिँ कति मासु चाहिँ ए भाइ यत्रो पछि आएर नि 450 दिनु न के गर्छ 450 होइन निश्चल भाइ अब भैँसीको दाम सोध्दै जानु म अब भैँसीको दाम सोध्दै जानु म कति छ भन्दै डेढ केजी दिनु 1.5 केजी दाइ यता हेर्नु न यता एकचोटि हेर्नु न यार यता कस्तो साँच्चै तपाईँ जस्ताको त्यस्तै हुनुहुन्छ हौ दाजु यार हो जस्ताको त्यस्तै हुनुहुन्छ बन्द निश्चल भाइ अलिक बुढो देखिएछ यार निश्चल भाइ अलिक बुढो देखिएछ माथि आउने होला नि त भाइ अब म अस्ति आएको थिएँ नि मिलनको कति भन्नु तैँले 600 ल धन्यवाद दाजु भाइ अलिकति प्लास्टिक लगाऊ न झुन्डाइदिमी ब्यागमा त अट्दैन त्यस्तै लागिरहेको रहेछ त बजारहरू त है म धेरै पछि आएको नि त भाइ ए बच्चा भइसक्यो भाइ बच्चा भइसक्यो हजुरआमा हुने बेला भइसक्यो ए बिहे गरेको छैन अझै कहिले बिहे गर्छौ भने सन्तोषलाई जिस्काइदिउँ नि दाइ सन्तोष दाइ यो भाइलाई चाँडो बिहे गराइदिनु यार कतिवटा छ उसको बुढी अब उसको बुढी अब बिहे गराइदिनु मैले कस्तो कुरा गर्दैछु पुरै टेन्सनमा लिइरहेको छ मैले बिहे नै गरेको छैन दाइ भन्छ ल दाइ गो आउनुहुन्छ माथि लोसरमा खोइ मङ्गलबार पर्छ भाइ हामी त केरावरी बजार पर्छ के गर्नु केरावरी जानुहुन्छ केरावरी 2-3 वर्ष हुनु आँट्छ ए केरावरी जान थाल्नुभयो मैले तपाईँलाई देखेँ पुरानो मान्छे यता दाईको नाम त के भयो यता दाई पनि पुरानो देखेँ अर्को सान दाई कहाँ सान दाई ए यता ए ल दाइ म लागेँ ल ल भाइ ल पहिलेको दाईहरू चाहिँ पहिलेको क्या उपरै दाईहरू हो क्या अनि त्यो दाई चाहिँ यही जस्ताको त्यस्तै नै यस्तै थियो क्या सन्तोष दाई चाहिँ यस्तै थियो यस्तै नै थियो दाई अहिले पनि यस्तै रहेछ यस्तै हुन्छ क्या फेरि भिड चाहिँ
मासुको चोक्टा लागेछ फेरि यहाँ यार टट बाटो छोडे त मरिजाउँ फेरि बाटै छोड्दैनन् ए आज चाहिँ होइन आमालाई घडी सुन्तलाहरू लिएर चाहिँ जाने होइन आमालाई त्यही हो मासु यहाँ झुन्डेको छ आमालाई पनि बोलाउने आज अनि चाहिँ ने हो A few moments later. कति अब के भएन अब चाहिँ म चाहिँ फर्किँदैछु घर र सिधै अब चाहिँ बेलबारीदेखि बेलचौरी सिधै र आमालाई एउटा घडी अनि अस्तिदेखि घडी भनेको थियो अनि त्यसपछि स्याउ खानु मन लागेको थियो भनेको थियो होइन अनि अब अलिक गाउँतिर त अब खासै स्याउहरू बेच्ने छैन क्या अहिले अनि त्यही भएर चाहिँ स्याउ खाने भन्नुहुँदै थियो अब लगेर अब आमालाई दिने के गर्दैछौ भरे बाबालाई भन्दै मलाई मम्मीले कुटो भनेर माइला छोराले स्याउ यो ठुलो बुढो भर्खरको बच्चा हो यो अगाडि 3 वर्ष खाडै मान्छे रोक्दैन के बेटी बेटी खुस्के सकेछ मेरो नि अर्को नयाँ घडी बेटी सकेछ होला कोही छोलाई झन्डै लोडाएन ए यता तुम्बा यता फेरि इ यो व्यवसाय गर्छ मेरो आमाहरूले चाहिँ यता तुम्बाहरूले यता कुखुराहरू काट्छ कुखुराहरू बेच्छ यहाँनिर यसरी अनि यी आमाले फेरि त रक्सी पार्छ यसलाई भन्छ रक्सी होइन आमा 3 पाने रक्सी ओरिजिनल रक्सी यो हो गाउँको हो एकदम हजुर शान्ताराम यो यहाँनिर चाहिँ यो भनेको चाहिँ 3टा पानी फालिसकेको 3टा धर्का कोरेको अझै पनि पहिले जस्तै तोर रेखा कोर्दा रहेछ अनि यहाँ पानी यसै छाम्छ क्या तातेको छ कि छैन मन तातो भइरहेछ अहिले तातेको छैन अब म चाहिँ लागेँ ओइ लियो कसले ल्यायो तँलाई यहाँ अब जाने भचाउँछ होला हौ मेरो क्यामेरा सुँगुरको मासु छु यो
सुँगुरको मासु बाहुनीले सुँगुरको मासु छुयो सुँगुरको मासु सुँगुर मासु के थामेको बाहिर सुँगुरको मासु छुयो सुँगुरको मासु चुवा चुवा बेलबारीबाट के हो यो छैन यो के हो अरे यो क्यामेरा क्यामेरा यसरी मोबाइलमा देखिन्छ नि पक्नु म देखाइदिन्छु ल यो ऊ देखियो यो कुकुरी यो घर त ए यहाँ हेर यहाँ यस्तो पनि सबै चल पुग्दैन चल बस सबै चल्दै जो मोबाइल यहाँ चल्दी लड्छ फेरि अहिले दाइ म बेलबारी एउटा आएको घर गएको अब कहाँ हिँड्नुभएको तल तल हिँड्नुभएको होइन पुरारी हो नि लड्छ सुझा कति पाल्ने हुन्छ त कुकुरको साथीसँगै हो सुँगुरको मासु छुई अब के गई यो सुँगुरको मासु चर्चा छुई खोइ क्या हो भने उहाँबाट ल्याइस् त कुखुरा होइन सुँगुर अन्त त्यहाँ त्यसलाई सुँगुरको मासु छुई चाहिँ ल घर आइपुग्यो है त